Welcome guys, welcome to Paru vlog. Today we are visiting Madam Tussauds with the family plus Paru. She's our family and you can see our Ibu here, Ibu there, Daddy there and Mommy. Hi Gongino. Hi Gongino. Hi, hello, Vana. Hello, Valana. Same to same Paru auntie and Timbro. Kiss him. Bag. Eh, oh, same. Let's just go. Cheers. आइराछ तिमी आउँदा आउनु परेको गाइस सुरुमा चाहिँ आज दिदी बोल्नु भयो हामी जाँदैछ आउ मेरो चाहिँ फर्स्ट टाइम म्याडम यही हो भित्र सबै हामी हेर्नु जान्दैछौँ आऊ हेलो भन Hello, भन्दै हेलो छानु मै नित्य नै ल्याइन हावा आछ है के हो कोकोडाइल हो के हो सानो कोकोडाइल हिँड त भित्र झन् कति धेरै छ हामी जाने ठाउँमा हिँड अनि मैले चाहिँ आज भोइस रेकर्ड गर्नु पर्यो किनभने पछाडि चाहिँ पुरै म्युजिकहरू बजेको कारणले चाहिँ कपिराइट लाग्न सक्छ त्यही भएर चाहिँ आज मैले आफ्नै स्वरमा चाहिँ भन्दैछु हाम्रो एक्सपिरियन्सहरू सेयर गर्दैछु अब भिडियोमा त बोलेको थियो तर अब पछाडि म्युजिक बजेको कारणले चाहिँ मैले त्यो राख्न सकेन म्युट गर्न पर्यो अनि हामी चाहिँ जस्ट एकदम रमाइरहेको थियो नानी पनि एकदम खुसी उसलाई चाहिँ एकदम रियल जस्तो लागेछ कि हो कुनै सबै पुरै छुँदै हिँडिरहेको थियो भित्र साँच्चै एकदम छुट्टै संसार थियो हामी चाहिँ यति इन्जोय गर्यो कि दिदी अङ्कल आन्टी बहिनी नानी म एकदम हिँडिरहेको थियो नानी चाहिँ अगाडि अगाडि जाँदै थियो अनि सुरुमै चाहिँ एनिमल देखेर चाहिँ ऊ रुन थाल्यो अनि हामी चाहिँ पछाडि पछाडि हिँडिरहेको थियो नानी अगाडि अगाडि अनि उसले सुरुमै त्यहाँ एनिमल देख्ने बित्तिकै ऊ जानै मानेन अनि हामीले चाहिँ फकाएर उसलाई भित्र लिएर गयो एकदमै रियल जस्तो थियो अब कति ठाउँमा चाहिँ म बोल्छु अब किनभने भिडियो एकदमै लामो छ नि त भोइस रेकर्ड गर्न पनि गाह्रै हुन्छ यो चाहिँ अब धेरै अगाडिको भिडियो हो अनि बल्ल मैले चाहिँ अलिकति टाइम निकालेर पोस्ट गर्न लागेको अनि यहाँ चाहिँ मैले पहिल्यैदेखि अस्ट्रेलिया आउने बित्तिकै जान्छु भनेको अब त्यही त हो नि जे कुराको पनि जुर्नुपर्छ भने जस्तै अनि नानी र मम्मी चाहिँ अब नानीलाई यत्तिकै देखाउनलाई बोलेको जस्तो गर्दै थियो बहिनीले चाहिँ अनि हामी चाहिँ यस्तो टाउकोहरू यस्तो थियो अनि यहाँ एउटा केटी चाहिँ यस्तो उभिएर चाहिँ यस्तो यो भित्र चाहिँ के होला भनेर खोल्नै डर लाग्ने के अनि एउटा भाइले चाहिँ आएर खोलिदिन्छ के अनि त्यहाँ चाहिँ एउटा मान्छेको टाउको हुँदो रहेछ सायद यो भित्र पनि स्टोरी होला अब स्टोरी चाहिँ मलाई थाहा भएन अनि यहाँ चाहिँ पुरै रियल मान्छे जस्तै यहाँ अङ्कल र आन्टीको पनि हामीले फोटो खिचिदियौँ जस अङ्कल आन्टी पनि खुसी हुनु भएको थियो अनि यहाँ चाहिँ हाम्रो बहिनीले फोटो खिच्दै हुनुहुन्छ अनि कस्तो एकछिन त दङ्ग परेको के लाइक रियल जस्तो के अब हुन्छ नि मान्छेहरूको कला है यस्तो कसरी बनायो होला अनि त्यही छक्क पर्दै म पनि यस्तो फोन गरेको एक्टिङ गरौँ न त भनेर यसो भिडियो बनाउँदै थियो हाम्रो दिदीले बनाइदिनु भएको अनि फेरि यो भिडियो चाहिँ उल्टो भएछ यो पनि राखिदिएँ मैले यसो घुमाएर हेर्नु अनि त्यसपछि म पुरै बोलेको थिएँ तर के गर्नु पछाडिपट्टि पुरै म्युजिक बजेको भएर चाहिँ मैले राख्न सकिनँ अनि आन्टी पनि यहाँ फोन गरेको जस्तै गर्नुभएको छ अनि यहाँ चाहिँ पुरै हल्का लाइन बस्नुपर्छ फोटो खिच्नको लागि किनभने हामी जाँदा चाहिँ लास्टै प्याकै थियो मान्छेहरू भिडै थियो भनौँ अनि
हामी यसरी खिचिरहेको थियौँ फोटोहरू। भित्र त कति हो कति धेरै नै छ। अब तपाईँहरू पनि यसो टाइम निकालेर जानु होला। एभ्री स्ट्याचुसँग फोटो खिच्न मन लाग्ने के, लाइक रियलै जस्तो देखिने। अनि चाहिँ यो गेमहरू, अनि त्यसपछि यो चाहिँ क्रिकेट भइहाल्यो। क्रिकेट खेलेको हाम्रो दिदीको आमा दिदीको चाहिँ फेरि यो फेभरेट गेम हो रे क्रिकेट। अनि दिदीले पनि फोटोहरू खिच्नुभयो, भिडियो खिच्नुभयो। अनि यहाँ चाहिँ यो अगाडिको चाहिँ रियल बच्चा हो। फेरि यहाँ चाहिँ रियल मान्छे स्ट्याचु जस्तो लाग्ने, स्ट्याचु चाहिँ मान्छे जस्तो लाग्ने के। अनि हाम्रो अङ्कल पनि पुरै हेर्दै हुनुहुन्छ। यो चाहिँ डान्स एरिया, यहाँ झन् म्युजिकको त कुरै नगरौँ, यस्तो नाचौँ नाचौँ लाग्ने खालको थियो। अब के गर्नु, अब यो कपिराइट लागिहाल्छ, त्यही भएर पुरै म्युट गरेर म आफै बोल्दैछु। अब थाहा छैन स्वर पनि कस्तो आउँछ। म पनि यसो खिच्दै गएँ। टु मेरो फेभरेट पोज हो यो चाहिँ, जहाँ पनि यो टु हुन्छ मेरो चाहिँ। अनि यस्तो झिलिमिलीहरू थियो, यस्तो रमाइलो भयो। अब एकछिन म अनि त्यहाँ अहिले म एकछिनमा बाइक चलाउँछु है। बाइक पछाडिको बाइकहरू चाहिँ कस्तो रियल जस्तो देखिने के, साँच्चैको रोड जस्तो। अनि त्यहाँ साइडमा चाहिँ बस्न पनि मिल्छ बच्चाहरू, कोही मान्छे। मैले नानीलाई बोलाइरहेको थिएँ बस्नको लागि, तर नानी चाहिँ अलिकति मसँग घुलमिल भइसकेको थिएन, त्यही भएर उसको मम्मीसँग चाहिँ बस्ने भनेर। अनि नानी उसको मम्मी एकदम इन्जोय गरिराखेको थियो। क्याप पनि थियो, तर नानी चाहिँ लाउन मानेन। अनि यत्तिकै टिकटक बनायो हामीले, यहाँ पनि टिकटक बनाए। जस एकदमै इन्जोय गरिरहेको थियो हामी आफ्नै संसारमा। अनि त्यही हो गाइजहरू, हजुरहरू पनि फुर्सद मिलाएर घुम्न जानु होला। कतिपय त जानु भइसक्यो होला, जो जानुभएको छैन एकचोटि जानुहोस्, रमाउनुहोस्, हेर्नुहोस् होइन। अनि नानी चाहिँ पुरै हेरिरहेछ क्या, दङ्ग परेर। अब बच्चाहरूको फेभरेट कलर पिङ्क कलर हो नि त। अनि ऊ छामिरहेको छ उसले चाहिँ झिलिमिली बत्तीहरू पुरै रमाएर केही छैन। सानी पुरै हिँड्दै आफै दिदी आप्पा दिदी। अनि यहाँ बच्चा मान्छे त कति हो कति हो क्या। अनि जस रमाउँदै थियो। हामी चाहिँ अझै भित्र जाँदै थियो। हरेक थरीका स्ट्याचुहरू थियो, सिङ्गरदेखि लिएर प्लेयरदेखि लिएर हरेकको स्ट्याचुहरू थियो। अनि यहाँ चाहिँ स्टेज थियो पुरै गीत गाउने। अनि माइकल ज्याक्सन। अनि यहाँ चाहिँ कपडाहरू पनि हुन्छ साइडमा, हामीले चाहिँ युज गर्न मिल्छ, लगाएर फोटोहरू खिच्न मिल्छ। अनि यहाँ गीत बजाउने गिटारहरू सबै हुन्छ। अनि आफूले टोपीहरू सबै त्यही राख्दै हुन्छ साइडमा। अनि लगाएर गीतहरू गाउने, यसो फोटोहरू, रियल भिडियोहरू, टिकटकहरू बनाउनको लागि त्यही हुन्छ क्या अरे। अनि नानीले पनि म नि गीत गाउने भनेर गीत गाएको, तर मलाई देखेर लजाएर गीत पनि गाएन। अनि मैले चाहिँ यो टोपीहरू त्यही हुन्छ, अनि सबै डिजे बनेको यसो लगाइदिएँ। अनि के अरे माइकल ज्याक्सन बने। अनि यहाँ आफैले दुश्मन हेरे के हेरे भन्ने गीतमा गाएको थिएँ, टिकटक पनि बनाएको छु। अनि त्यही हो, अब गाउन नजाने पनि हल्का रमाइलो। अनि दिदी पनि म पनि गाउँछु नि भन्दै आउनुभयो। अनि दिदीले पनि गाउन सुरु गर्नुभयो। अनि हामी चाहिँ जस रमाइलो गर्दै थियौँ आफ्नै पारामा। बहिनी यहाँ डान्स गर्दै हुनुहुन्छ, दिदी चाहिँ यहाँ गीत गाउने, अनि म चाहिँ क्यामेराम्यान। अनि यहाँ ड्याडी मम्मी चाहिँ पुरै हेर्दै हुनुहुन्थ्यो हामीलाई नै। अनि त्यसपछि यहाँ यता साइडमा चाहिँ डिजे। अनि जस रमाइलो भयो। त्यही हो, अब म्युजिकहरू चाहिँ राख्न मिल्दैन, गाह्रो छ ब्लग बनाउनलाई पनि है। हरेक कुराहरू याद गर्नु पर्यो। यही हो, यहाँ चाहिँ पुरै चस्माहरू, यो डिजेको सामानहरू सबै हुन्छ क्या। घाँटीमा लकेट 10 तोलाको सुन। अनि नानीले पनि म पनि लाउने भन्यो। अनि फेरि लगाइदिएँ। अङ्कल र आन्टीलाई चाहिँ पुरा
हिरो बनाइदिएछौँ हामीले अनि आन्टीलाई हिरोइन कति राम्री देख्नुभयो क्या आन्टीलाई। अनि यताभित्र चाहिँ स्पाइडरम्यानहरू त्यो बच्चाहरूको ब्याटम्यानहरू यस्तो स्ट्याचुहरू थियो। अनि नानीलाई चाहिँ यतिकै हामीले फोटो खिचाइदियौँ किनभने बच्चाहरूलाई त्यस्तै त्यस्तै मनपर्छ नि त स्पाइडरम्यान भनेपछि त अब कसलाई मन नपर्ला। अनि यता चाहिँ मेकअपको सेक्सन थियो। मेकअपको त्यो लाइक ड्रेसिङ टेबल भन्छ कि के भन्छ त्यो मेकअपको त्यो लिपस्टिकहरू राख्ने त्यस्तै। अनि यो चाहिँ कोही मिल गया अनि यहाँ टेबल अनि अङ्कललाई नि यहाँ राखेर फोटो खिच्दाइदियौँ। अनि यहाँ चाहिँ कुकरी मैले पनि यसो सेफ बनेर फोटो खिचेँ। अनि यहाँ चाहिँ यो को दाइ हुनुहुन्थ्यो यो दाइको पालोपछि चाहिँ दिदीले गर्नुभयो अनि त्यसपछि मैले पनि खिचेँ। कस्तो रियल जस्तो आएर क्या हेर्नु त्यो पराठा त्यो बेल्ने कुरा पनि सबै रियल रियल मान्छे रियल जस्तो। अनि यस्तो यो नाम त मलाई थाहा छैन होइन। अनि जस रमाइलो भयो हाम्रो यो भिडियो घुमघाम। अहिले पनि यो भिडियो हेर्दाखेरि क्या खुसी लाग्छ क्या। अब रियलमा शाहरुख खानलाई देख्ने त त्यस्तै हो। जस यहाँ भेट्न पाएँ शाहरुख खानलाई सो हक पनि गरिदिएँ मैले होइन। अनि यस्तो टिकटक बनाएँ अनि फेरि हामी अझै भित्रभित्र गयौँ। भित्रभित्र चाहिँ अब यो के हो यो ब्याटम्यान जस्तो लाग्यो त्यस्तै त्यस्तै थियो। यो चाहिँ बच्चाहरूको लागि जस एभ्रिथिङ सबै कुराहरू छ कि यो जस 1-1.5 घन्टा लाग्छ होला यहाँ घुम्नको लागि। अनि अझै भित्र मजाले प्रियङ्का चोपडाको चाहिँ मलाई ठिकै लाग्यो खासै रियल लागेन। अनि यहाँ चाहिँ के हिरो नाम थाहा छैन है मलाई। सक्यो हेरेर फिनिस भन्देऊ न। वाउ हेर न कति राम्रो डलहरू है है। तिमीलाई कस्तो लाग्यो भित्र भन त। इन्जोय गर्यो गर्यो इन्जोय। पछि गरिदिउँ नि त आन्टीलाई त्यसो भयो पछि देऊ न त दिदी। त्यो छेली पो फ्ल्याङ किस हो फ्ल्याङ किस। वा सक्यो हाम्रो चाहिँ। ओके बाई भन्नु। बाई गाइस। ओके भन्नु। बाई बाई।